नमस्कार, लोक साङ्गीतिक अभिवादन म कार्यक्रम सञ्चालिका शान्ता रानी परियार। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो गुल्मी 91.3 मेगाहर्ज र आजको यो कार्यक्रममा आएर हामी विभिन्न गीत सङ्गीतमा रमाइलो त गर्नेछौँ र आजबाट हामी फोनमा अतिथि कलाकारहरूसँग मिठा कुराकानीहरू पनि गर्नेछौँ। सँगै आज मैले कार्यक्रमको पहिलो अतिथिको रूपमा लोकगीत तोरी गायक पशुपति शर्माजीलाई मैले टेलिफोन सम्पर्कमा ल्याउँदैछु। अब चाहिँ म उहाँसँग कुरा गर्न चाहन्छु। हजुर नमस्कार। नमस्कार। हजुरको आरोग्य चाहिँ के छ पशुपतिजी, कता हुनुहुन्छ? एकदम आरोग्य छु, यस्तै बसिरहेको छु, के गरिरहेको छु। यो रमाइलो गरेको सामान्य रूपमा लिने होला। प्रश्न आयो तपाईँले त आउनु भएको छ। हेलो, एफएमबाट शान्ता बोल्नु भएको? हजुर, धेरै धेरै धन्यवाद। यति लोकप्रिय कार्यक्रम मलाई इन्भाइट भयो। कार्यक्रम सञ्चालिका प्रिय बहिनी शान्ता रानी बहिनीलाई धेरै धेरै धन्यवाद। अनि अब तपाईँका गीत सङ्गीतहरू कस्तो खालको बजारमा आउँछ बताइदिनुहोस्। अब बजारमा मैले जस्तै गीत ल्याएँ भने कन्फर्म नचले कन्फर्म छ, कन्फर्मै चल्दैन। त्यही भएर अलिक छुट्टै किसिमको फरक किसिम मैले अहिले गरिरहेका विधाभन्दा अलिक फरक किसिमका गीतहरू लिएर आउने तयारी गरेको छु। हेरौँ कस्तो लाग्नु बताइदिनुहोस्। नमस्कारजी, हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। अहिले छुट्टिन चाहन्छु। नमस्ते। नमस्ते हजुर, नमस्ते। अब अलिक फरक विषयवस्तुका गीतहरू चल्छन्। चाहे त्यो गीतले गीतलाई संरक्षण गरेको होस् अथवा नेपाली लोक सङ्गीतको माटो बोलेको होस् नबोलेको होस्, अलिकति फरक भयो भने लाग्छ। माया प्रेमका गीतहरू, मिलन विषणका गीतहरू सुन्दा दिक्क भएर जस्तो सुन्दा त्यस्ता गीत मन पराएको हुनसक्छ। र अब अहिले पछिल्लो समय यो समयको माग पनि